गाइस हामी चाहिँ आज बाख्रा लिएर आएको होइन। बाख्राले अन्त जङ्गल नभेटाएर चुलीको खोला खोला तक लिएर आउँछ नि। यस्तो छ जङ्गल छोडेर होइन खोला खोला लिएर हामी बाख्रा चराउन। यस्तो छ रुक्न म पछाडि देखाउँछु हजुरलाई। यहाँ लिएर आउँदैन बाख्रा जुन मान्छे यहाँ आउँदै बसेछन् बाख्रा यताउँदै चरेनु खोला खोला बाख्रा लिएर आउँछन्। यस्ता छ यत्रो जङ्गलमा नहालेर होइन यो खोलामा तल खोलामा हालिदिइरहेछन् कि खोला खोला बाख्रा हाल्दै यस्ता त छन्। यत्रो टाढा लिएर आउँछन् कि यहाँ तल सुर्खालदेखि बाह्र जल्दी खोला लिएर आउँछन्। बिजोक छ यहाँ हजुर बाबुमा बस्नुभएको गाइछु यस्तो छ हरि बिजोक। अब भलिबल खेल्न टिम त्यहाँ रेडी हुँदैछ होइन गाइस। त्यहाँ माछा मारे जस्तो रोक्नु गाइस म त्यहाँ गएर देखाउँछु हजुर गाइस। हाम्रो यहाँ माछा मार्ने टिम माछा मार्दैछन् होइन खोलामा। अब माछा चाहिँ कन्फर्मै मार्छ। कति मरे माछा माछा मार्ने मान्छे यी माछो माछो यी गाइस माछो गाछ माछो यी माछो माछो माछा दौडे यी मार्नु म त मार्दिनँ। यो माछा छोपेको अवस्था र माछा मार्ने डाइरेक्टर दल धुन्नी लगाइछ हजुरहरूलाई माछा हेर्ने हो गाइस। माछा 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 बहुत ठुलो ठुलो माछा मार्छन् है यहाँ। अब यो माछालाई अब घाममा सुकाइदिनु पर्यो चिम्दो। हाम्रो डल्फिनलाई नै आज यो खोला सुकाउँछिन्। यहाँ कन्फर्म 5वटा बार्लन त कन्फर्म हो। र हजुरबाले माछा छोप्न नसकेको अवस्था गाइस। कता पुगो त्यही घुमिरह। आज 5वटा दल मारेर माछा पातमा खान। यो मोटो हो होइन गाइस होइन सफा पानीमा जाने सर्वक्क यस्तो गर्ने पहाडले खाने कहिले खा काँचो गोटो मिठो छ के टिमुर होला नि। गाई चरो अब घाँस काट्न गए। अब आफू त बाख्रा हेर्नु बस्छ बाख्रा हेर्नु लाइतिर गयो। हाम्रो घरको रागो गाइस रागो। यस्तै छ गाइस माछा मार्ने होइन आधा केजी। अब पोले अहिले पोलेर खाने होला नि बुढा बाजेहरूले। सत्या कहाँ अब फेरि बाख्रा उता छोडे जस्तो छ बिजोक छ क्या यहाँ। फेरि आजुबै लाएर आउँछ मलाई भन्दा फेरि यस्तै हुने बाख्रा हाम्रो गाई चाहिँ होइन कुकुरलाई हान्नको लागि यस्तो छन् टुवाबाट उभिएर हेर्छन् सबै देखन। अब होइन डाँडा काँडा हरियाली छैन। बाख्रा कोठाले घाँस काटेर आउनु भएको दर्शक दिन कहिले माछा मार्न हिँड्नुहुन्छ कहिले घाँस काट्न हिँड्छ हेर्नुहोस् गाइस।
ओके सिनसिनमा माछा मार्नु होइन सिनसिनमा घाँस काटेर घर जस्तो अवस्था हेर्नु गाइस कस्तो छ अवस्था हेर्नुहोस् अलिक घोरेर हेर्नुहोस् होइन अब घाँस सास आफू त काटिन्न अब अल्छी मान्छे कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं घाँस काट्ने अब पछाडि हुनुहुन्छ अब घर गाली गर्छन् न त्यही पनि अब सुन्ने बस्ने काम हो मेरो काम चाहिँ अब बाख्रा लहट्ने हो अरूहरू फेरि बाख्रा हेर्ने घाँस काट्ने बेला बेला माछा मार्ने चलिरहेको छ यस्तै हो गाई छ हजुरबा बुढो हुनुहुन्न भर्खर त 17-18 हुन हो नि त हजुरबा कहाँ बुढो भन्ने हो हजुरबा बाई किन गर्ने म त भिडियो बनाउँदै हिँड्छु नि त त्यही हो हाम्रो मेन फेरि बिस्नी हो क्या त्यहाँ के अरे माछा मार्ने कपडा रुझाइ अब पनि माछा पानी उतिनी हो धेरै होइन 1-2 केजी त मारिहाल्यौँ अब साँझ अब फ्राई गरेर खान्छन् बिस्नीले अब बिस्नीले मात्र अब मार्ने सबैले हो माछा खाने बिस्नीले हो फेरि बदना गडेला बार्लङ खोइ के छन् होइन बाख्रा हेर्न जाँदा पनि यहाँ फेरि अब पढाइको कुरा हुन्छ है गाइस या हामी चाहिँ आइयो गाई घरतिर पदेर होइन यहाँ यस्तो बेला बेला पहिरो खस्छ र मुसलमान हुनुको उति नि बिस्नी भन्ने मुख ढाकेर सबै हिँड्छन् मुसलमान भन्दा कम छैन एक फेर बिस्नी सलाम वालेकुम भन त सलाम वालेकुम नमस्ते गरेको को केही भन्न चाहनुहुन्छ हजुरबा केटी त सँगै सँगै हिँडेछ अहिले केटीहरू अहिले एकैछिन चौपारी पुगेर खोजिदिन्छु म केराको खम्बा र हामी यतिजना जम्मा है बाह्र अब आइयो टाक्क टुक्कन लगाएर होइन घुम्टी ऊ त पारीको कालो डाँडो चाहिँ चौपारी हो यहाँ फेरि अब विकास हुँदैछ गाइज हेर्नु उखुमै छ होइन पहिरो गएर धुलोले अब ढाकेको छ अब यता यस्तो पहरा छ तल हेर्नु त कुरै नगरौँ बबालै छ अब यहाँ फेरि ट्याक्क विकास हुँदैछ अब बाटो पिचिङ हुँदै होइन हाम्रो बाख्रा फेरि अलि डेन्जर खन नटेर्ने हिँड्दैन नि निमुरेन च्यासहरू होइन बाटो चाहिँ तर के गर्नु गाइस पहिरो गएर हो क्या पहिरो गएर यताखेरि अलि माथि उकालो वरि पिच छ यता पनि पिच हुँदैछ काटेर यस्तो छ अवस्था हेर्नुहोस् गाइस आज खानेपानीको पानी आउन जस्तो छ आशा ल बाटो चाहिँ बन्दै छ होइन अब यो बाटो पिच हुन्छ बुझ्छु भाइ
अच्छा हाम्रो गाउँको इबी कोही जान चाहन्छ भने सम्पर्क छ है। बुकिङ सुकिङ हान्न हानी छ अर्घाहाँचीको गाडी सुब्राहाल मन्द्रे। यस हाम्रो बिस्नी ड्राइभर चाहिँ बिस्नी हो है। खलासीमा हो खलासीमा हो पैसा उठाउने वा पछाडि आउनु भयो। देख्न सक्नुहुन्छ गाइस। अब हामी चाहिँ चौबारी पुग्न लागेको गाइस। किन बोक्ने हो यो शिखर ऊ त सौदुको डाँडो ऊ त डम्पेठरी त्यो के थियो धैरेन डाँडा मन्द्रेको डाँडो ऊ त्यो। हामी आइयो फाइनली चौपारी। हाम्रो इन्जन सरको बाइक फेरि यस्तो खतरनाक हो हाँस्यो कसरी। यता कन्ठेरी हाम्रो स्कुल चाहिँ वहाँ माथि छ। ओ आइजाम घर यो चाहिँ प्रतिशाल हो होइन त माथि जरबाट कौन यो चाहिँ हाम्रो घर हो गाइस होइन। यहाँ तलतिर बात हुन्छौँ यो चाहिँ घर हो यहाँ माथि बस्छौँ। यहाँ हरि राति अब डिस्को सिस्को हान्ने भयो अब यहाँ तलतिर यो अर्को घर डिस्को वाला छुट्टा हो क्या पुरै सुर्खाला पनि पुरा विकास भयो के छ यहाँ। फेरि अब क्रिकेट म्याच हुँदैछ गाइस यस्तो छ हाम्रो सारो सम्धिमा बाहिरका मान्छे यहाँ काँडा मिस्टेक भएछ हाम्रो माधव अङ्कल यो देख्न सक्नुहुन्छ गाइस यहाँ क्रिकेट म्याच भएको छ। सरमा आएको भिडियो बनायो भनेर हाम्रो डाक्टर सरले अब हेरेर छक्का हानिदिनुहुन्छ गाइस। मेरो छक्कै पुग्यो सट्टा पुगेको अवस्था गाइस। आउने थुम्बो चौधको डाँडो मुलारीको डाँडो हाम्रो यहाँ पहिलाको हेड सर हो होइन। लेकिन एक सेकेन्ड नमस्ते भन्नु सर हेड सर। अहिले रिटायर भएर होइन अवस्था अब भारी बोक्नेतिर झरे हो। खाना छोड्नु खाना पुग्दैन अवस्था अहिले यस्तो छ हेड सरको। अस्ति भर्खर त बुहारी आए जस्तो लाग्थ्यो है सर। बोक्न पनि लास्ट आफै हो क्या हो। बस त जाँदै हुन्छ होइन यो घर हो। राम्रोसँग जानु है सर। ल सरको हेड सरको घर हो। यहाँ चाहिँ हाम्रो अङ्कित सरको घर हो होइन। अङ्कित सरहरू कुनै कता जानुभयो यहाँबाट खै कता जानुभयो मैले अलिअलि देखाउँछु। रातिमा डेटिङ बस्छन् केटा र केटी त्यही हो गाइस। यस्तै छ यहाँको हालत। बन्दुके हाम्रो यो बन्दुके हो गाइस भरुवा बन्दुकवाला हाम्रो हजुरबाको बन्दुके हो यो। यहाँ होइन राम्रो फुलेछ लालुपाते। यो हाम्रो धनबहादुर सर हो 1000 रुपियाँ काम गर्न गएको मान्छे यहाँ घर आएर बस्यो यो देख्न सक्नुहुन्छ। मलाई सानैदेखि पालेको 5 मिटर यहाँ अगाडि गाडीको समस्या
फाइनली हामी चाहिँ बेथाला आइयो होइन। यहाँ चाहिँ अब पूजा गर्ने ठाउँ हो। यहाँ घुम्न पर्ने आउन पर्छ है गाइस। यहाँ मूर्ति सुर्ति छ गाडी रिजर्भ गरेर आउनु पर्छ। यहाँ घुम्ने सुम्ने ठाउँ छ मूर्ति सुर्ति बनाएको छ। खै नाम त के एक वर्ष त सचिव के भन्दै नाम थाहा छैन। हाम्रो हजुरबाला थाहा पुरानो मान्छेलाई होइन। यहाँ पानी ट्याङ्की सङ्गी प्रति साल रे अवस्था पिकनिक खाना आउँदा हुन्छ होइन गाइस। हजुर हामी यो गाइस यो चाहिँ साउटला यो माझा गाउँ जाने बाटो है गाइस। दिस मन्द्रे नयाँ गाउँ मन्द्रेको फाट जाडी खर्काको फाट होइन है के हो अब थाहा छैन मलाई त। उता बाउने आला घरको जाने बाटो पहिला यहाँबाट थियो होइन गाइस। यो पहिरो मुर्दार पातो गिले जम्मै लैदियो के यहाँबाट तेर चाहिँ थियो उहाँ सट्टो उहाँ घर जाने। अहिले यहाँबाट निस्किन पर्छ होइन। त्यहाँबाट अस्ति बाह्र लोटेर नि खुट्टा भाँचेको छ। अहिले देखाउँछु बिजोग छ क्या यहाँ फेरि बाटो गोरेटो बाटो छ होइन। कहिले सहयोग गर्न चाहन्छ भने बाटो खण्ड आउँदा हुन्छ। हाम्रामा बिजनीका बाख्राहरू अब माथि आउँदैछन् होइन। उहाँ दुगुर्दै आयो दुगुर्दै आउँदैछन् उता। ल जानु है। मेरो घर जाने बाटो यता हो। हजुर साथीहरूको घर चाहिँ उता हो गए। अब म चाहिँ यता हो गाइस। मेरो बाख्रा चाहिँ जम्मा 6वटा घर 4वटा छन्। खाएँ मोटर बाटो चाहिँ यता है मेरो घरको। हाम्रो गाउँ यो हो देख्न सक्नुहुन्छ। फाइनली यसै गरी म चाहिँ घरतिर पुग्न आँटेँ। है मेरो घर बरै भैँसी छ। घर के पाक्दैछ यो थाहा छैन। यो चाहिँ मेरो गाउँ गाइस होइन। यो सर्लक्क पारेर अब बाख्रा साख्रा बाँधिन्छ ट्याक्क। यिनीहरूले हामी चाहिँ घर पुगेको होइन गाइस। अब त्यही हो ल हामी त यति भन्दै भिडियो बन्द गरिदिएको।